के गर्नु भएको छ आजभोलि? घाँस दाउरा होइन? भनेपछि नानी र म त ठ्याक्कै गाउँले होइन त? गाउँले जीवन देखेर वाक्क दिक्क हुन्छ कि हुँदैन? ए वाक्क दिक्क हुन्छ है। अनि अब यो जिन्दगी देखेर बोर लाग्छ कि लाग्दैन? ए बोर लाग्छ भनेपछि अनि कहिले काहीँ म किन दुःख पाएको होला जस्तो लाग्छ लाग्दैन? अब छोराहरू हुर्काउँदैछ होइन, अब हामी गाउँमा बसिसकेपछि होइन यस्तै हो हाम्रो जिन्दगी, घाँसपात गऱ्यो होइन, बस्यो होइन, यस्तै हो। अनि तर बाँचुन्जेलसम्म मान्छेलाई सुख त छैन है? छैन। अनि म किन जन्मेको होला यस्तो गाउँले भएर जस्तो लाग्छ लाग्दैन? ए होइन, ए सधैँ घाँस काट्दाखेरि ए त्यही त नि। तर होइन, बजारमा बस्ने मान्छेहरू भने आफ्नै पीडा छ होइन, गाउँघरमा बस्ने मान्छेहरू भने आफ्नै पीडा छ है। तर एउटा हिसाबमा त गाउँघरमा बसेको पनि राम्रै हो होइन। अब सधैँभरि खट्नु पर्दैन, कहिलेकाहीँ काम गऱ्यो बस्यो। अनि खेतीपाती गर्न त खासै त्यस्तो झ्याउ लाग्ने, बोर लाग्ने, अल्छी लाग्ने त गर्दैन है? पेटको लागि। अनि भनेपछि अब नानी अनि घाँस काट्न कति टाढा जानुपर्छ त? गैँडासँग है बाबा, त्यसो शरीरको पनि वास्ता नगरिकन त्यत्रो टाढा टाढा जानुपर्छ है? एउटा एक भारी घाँसको त्यो एक भारी घाँस ल्याउनलाई 3 घन्टा चाहिँ, मतलब यताउति गर्दाखेरि जाँदा आउँदाखेरि 3 घन्टा लाग्छ होइन? 3-4 घन्टा अब दिनै बितेको जस्तो त भयो के अरे होइन? अनि फेरि रमाइलो त रमाइलो हो। यो अब फेरि खेतीपाती पनि फाइदा त फाइदा हो, दिनदिनै गर्नु पर्दैन होइन? कहिले गोडमेल गर्ने बेला गोडमेल गर्ने होइन, काट्नु पर्ने काट्ने, अनि स्याहारसुसार गर्ने, त्यो पनि ठिकै छ। अनि कस्तो छ त? अब आफूलाई जस्तो लेखेछ त्यस्तै बेहोर्नु पऱ्यो होइन? अब जे हुनु त्यसैमा खुसी हुनु। भान्जा अहिले कति कक्षामा पढेछ त? 7मा? 7मा। अनि नानीको खेत कति कट्ठा छ त? भनेपछि 3-4 कट्ठा हो। अनि त्यो 3-4 कट्ठाले कति महिनालाई खान पुग्छ? हो, किन्नु त पर्दैन है? हो, त्यो मानेमा फाइदा छ क्या। अब ठिकै छ। अब भान्जा पछि ठुलो भएपछि कमाउला होइन? अब हाम्रो पालामा त अब कमाएन ज्वाइँ के गर्नुहुन्छ? ज्वाइँ चाहिँ घर बनाएर यसरी पैसा कमाउनु भएको छ होइन? ल ठिक छ नानी, राम्रो गफसफ भयो होइन? पछि फेरि गफ गरौँला है? ल।